तपाईहरुलाई विश्वास नलाग्न सक्छ दोलखा जिल्लामा पनि यति धेरै सुन्दर ठाउँ सुन्दर झरनाहरू छ भनेर। आज दोलखा जिल्लाको नै घुम्ने क्रममा हामी जाँदैछौँ। दोलखा जिल्लाको प्रसिद्ध मन्दिर भीमेश्वर मन्दिर, त्यस्तै गरी सिंगटी बजार अनि हामी जाँदैछौँ सिंगटी बजारदेखि धेरै माथि छेकछेकमा रहेको हात्तीजोङ झरनासम्मको यात्रा। त्यहाँसम्मको यात्रा के कस्तो छ भनेर तपाईहरुलाई विस्तृत हेर्नको लागि तपाईले भिडियोलाई स्किप नगरिकन हेर्दिनु होला र जाने बाटो कस्तो छ, कहाँबाट जाने भन्ने सम्पूर्ण जानकारी हामीले भिडियोमा दिएका छौँ। भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्दिनु होला। So hello everyone, morning from this beautiful place. How Jiri, है अनि आज चाहिँ न्यू ब्लग अनि न्यू ब्लगमा चाहिँ हामी आज जाँदैछौँ दोलखा दर्शन गर्न। दोलखा दर्शन गरेर हामी भयो भने त सिंगडी पनि जान्छौँ, सिंगडीको झरनाहरू घुम्नेर। सो यही छ यो हाटरा भयो, यो हाटराबाट यहाँ तल छ हाम्रो दिदी घोडाले चाहिँ खुसी खाजा घर भनेर ट्याकै यहाँ तल। यहाँ चाहिँ तपाईँको जिरीको एकदम स्पेसल चिया अनि थुक्पा र चिया चाहिँ फेरि दुध चिया चाहिँ स्पेसल भनेको त्यो भएर नि यहाँ आउँदाखेरि ट्राई गर्नु होला। सो लेट्स गो। अब चाहिँ हामी लाग्यौँ यहाँ जिरीबाट। जिरीको चाहिँ यस्तो दामी जग्गा सिँढी तरिकाले अब जानु पऱ्यो भने चाहिँ हामी 1-1.5 घन्टामा पुग्छौँ भीमेश्वर। त्यहाँनिर हामी दोलखा दर्शन गरेर चाहिँ हामी सिंगडीतिर जान्छौँ आज। अहिले यहाँनिर मैनापरीमा आइपुगेका छौँ। मैनापरी बजार दामी छ यो पनि। उता चाहिँ खतिर चाहिँ हुस्सो लगाएर पानी परेर पुरै यस्तो भिजेको छ हामी। अनि बाइक धेरै पोहोर भयो अनि हल्का पानी हालेर जाउँ भनेर चाहिँ अब यहाँ हल्का सफा गरेर जानुपर्ने भयो। बाइकै धुन पाएको छैन हामीले अहिले मजाले। अनि यस्तो भबल छ हाम्रो मैनापरी बजार चाहिँ। सो हामी अब चाहिँ मैनापरीबाट तल तामाकोसीतिर झर्दैछौँ। अनि जाँदाखेरिको बाटोको भ्यू चाहिँ यस्तो भबल छ क्या ल। अनि यहाँ एउटा अगाडि बस भयो, एउटा गाडी भयो। उनीहरूलाई अब ट्याक्क बिस्तारै मिलाएर जानुपर्ने छ सरकारी गाडी। सो यो चाहिँ भयो हाम्रो तामाकोसीको पुल। यो पुल पनि यही पुल मात्रै राखेर चाहिँ भएन, अर्को बनाउनु पर्छ होला। यस्तो छ यो पुलको हालत है। तामाकोसीको बजार चाहिँ यही भयो, पुरै फलफुल। हामी पिपलको बोट भनेर आइपुग्यौँ। पिपलको बोट चाहिँ एक ग्राउन्डलाई हालेर हामी जानुपर्ने हुन्छ अगाडि अब। सो राइट, अहिले चाहिँ हामी हाइवेलाई छोडेर भित्र छिर्यौँ। अब भित्र छिरेर चाहिँ हामी चर्केर बजार गएनौँ। तलैबाट सिधै हामी यहाँबाट मन्दिर पुग्ने गरेर जाँदैछौँ। अब चाहिँ अलिअलि अफरोड आउँछ कि अब दामी तरिकाले। सो राइट गाइस, अहिले चाहिँ हामी चर्केबाट अलिकति अगाडि आइसकेका छौँ। हामी बजारबाट तलबाट आयौँ। तलको भ्यू त बवाल छ। अनि अब चाहिँ हामी पुग्न लागेको छौँ। यहाँबाट चाहिँ 2 किलोमिटर मात्रै छ दोलखा पुग्नलाई भीमेश्वर मन्दिर। दोलखा कता हो? भीमेश्वर मन्दिर प्रवेश त यताभित्रबाट यताबाट छिरिसकेको छ मन्दिरको। यहाँबाट चाहिँ अब अलिकति तलतिर छ दोलखा भीमेश्वर नगरपालिका 2 मन्दिर वडा नम्बर 2। यतै होला नि त होइन, के हो र? म धेरै पहिला आएर बिर्सिरहेको छु त यार। यतै होला होइन। यो मन्दिर जाने बाटो कता हो? यताबाट पुग्छ है? पुग्छ क्या हो त? त्यो चाहिँ हातेको त औले ल। अब यहाँबाट चाहिँ हामी मन्दिर पुग्छौँ ल। मलाई देखिरहेको छ अलिअलि। त्यो माथिबाट
यहाँ बलि पूजाको लागि बोका र भाले यहीँ पालेको जुत्ताहरू चाहिँ कहाँ राख्ने दाइ हेलमेट यहीँ राख्दैन भाउ हेलमेट यहीँ राख्दैन हेलमेट चाहिँ यता राख्दैन दाइ कि माथि पनि खोल्न छ होला नि जुत्ता होइन माथि राख्नु यो चाहिँ राख्दैन फोटो खिच्न भनाइ छ अरे यहाँनिर आएर जुत्ता खोल्दैछ हामी त्यो अहिले चाहिँ त्यो के अरे पानी भएको नरिवल चाहिँ यहाँ नचल्ने रहेछ त्यो साउजीले झन्डै ल यो चाहिँ चल्छ अहिले चाहिँ हामीले सकिसक्यो पूजासुजा अनि त्यसपछि अब हामी दर्शन गरेर दर्शन सकिसकेको छौँ दर्शन सकेर चाहिँ अब हामी जाँदैछौँ बाहिर अब खाजा खानुपर्ने हुन्छ भोक लागिसक्यो 10 बजिसक्यो खानै खानुपर्छ अब चाहिँ हामी जग्गा जाँदैछौँ चरीकोटदेखि सिंहडी जाने बाटोमा पानी नपरे तापनि सिंहडीमा भने मजाले पानी परिरहेको तपाईँहरू सिंहडीमा चाहिँ पेट्रोल पम्प भेट्न सक्नुहुन्छ तपाईँहरूको पेट्रोलहरू अगाडि जानलाको लागि यहीँबाट फुल गरेर जानुभयो भने तपाईँहरूलाई सजिलो हुनसक्छ रुच्दै रुच्दै हामी सिंहडी बजार आइपुग्यौँ र खाजा खानाले एउटा होटलमा बस्यौँ सो हामी चाहिँ सिंहडी आइपुगेको सिंहडी आइपुग्दा चाहिँ पानीले भिजेरै केही पनि बाँकी रहेन सिरिरी पानी परेर भिजिरहेको छ अब चाहिँ हल्का रहिरहेको छ रह्यो भने चाहिँ जानुपर्छ माथि मजाले अब चाहिँ फेरि अफरोड छ अफरोडमा बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ सो अब चाहिँ हामीले यहाँनिर खाजा खाइसकेका छौँ पानी चाहिँ रहँदै रहेन जति बस्छ जे गर्दाखेरि यो पानी ऱ्याङ्कोट उडेर भयो भने माथिसम्म पुगेर एकछिन भिजेर आउनुपर्ने हुन्छ त्यही भएर हामी चाहिँ अब जान्छौँ भइहाल्यो नि त दामी दामी छ दामी यस्तै जग्गा रहेछ ल सिंहडीबाट चाहिँ हामी माथि लाग्यौँ अब सिंहडी पुल चाहिँ यता भयो अब हामी यता जाँदैछौँ गाडी आइरहेको छ सारा रा तरिकाले तर अझ मौसमले चाहिँ साथ दिएन जे होस् मलाई यार लास्ट हिजो चाहिँ फेरि पुरै खोलिएको थियो अरे आज पानी परिरहेको छ परिरहेको छ बिहानदेखि भनिरहेको छ बजार राम्रो रहेछ अनि यता बढी नै हल्का छ खोला त यत्रो भइरहेछ र मान्छेहरू छाता गरेर हिँडिरहेको छ सरा र अब हामी आज छेत्रीसम्म पुगेर आउँछौँ सानो नानी भिजेर हिँडेछ कहाँ हिँड्यो ओ कान्छी कहाँ भिजेर हिँडेको बाटो हिलो आमा बाटो अलिअलि हिलो छ माथि आएपछि चाहिँ सिंहडीसम्म चाहिँ चिज छ सिंहडीबाट माथि चाहिँ अब बाटो उस छ तपाईँको यो लप्ची जाने त्यसपछि छोरोलपा जाने बाटोहरू चाहिँ यही हो यहीबाट जानुपर्छ हामी माथि उसम्म छेत्रेसबाट छुटिन्छ हामी यता छोरोलपा जानलाई चाहिँ अनि त्यसपछि लप्ची जानलाई चाहिँ हामी चित्रबाट सिधै माथि लामा पगर गएर जानुपर्छ चल आज बाइक चाहिँ लगाउन चाहिँ नलगा अरू त जे भयो नि हुन्छ खोइ आज त दसैँ लाएर आयो यस्तो दिनमा टाइट आधार गोली बाटो त गाडीहरू ल आमा ए गाडीले हो क्या यार बाटो बिगाएर त ए गाडीहरूलाई मात्रै राम्रो रहेछ अरे त बाइकलाई त डेन्जर छ त आमा बाबा फेरि हिलो त्यो त पुरै हिलो जस्तो फर्किने हो कि टायर तातो त हावै छैन नि चिप्लेको चिप्ले यत्रो डेन्जर भिड छ भिड भक्क आयो भने त यता सक्यो यो घर सर सबै ट्याट भन
यो गाडीलाई त जम आमा गाडी त डेन्जर भएछ नि त। यस्तो हिलोबाट जानुपर्छ त। सो वाट गाइज, हामी चाहिँ अहिले हिलोमा लड्दै पर्दै गरेर यहाँनिर झोर्ले झर्नामा आएर पुगिसकेका छौँ। झोर्ले झर्नामा आइपुग्दाखेरि चाहिँ पानी छैन। यता साइड लाग्यो, बाइक धुने ठाउँ पो रहेछ, गाडी धुने ठाउँ जानु। आमा ल पानी चाहिँ हल्का रहेछ अहिले चाहिँ, यहाँ चाहिँ धेरै नै चाहिँ। माथि अब छेचेमा चाहिँ बब्बले होला। गाडी धुइरहेको छ उता त्यही पानीबाट। आमा नेचुरल के अरे कार वास। झोडले झर्ने रहेछ यो चाहिँ, बिगु 4 दोलखा यस्तो छ खै खास। ल आमा यहाँ चाहिँ झोडले झर्नामा चाहिँ पानी रहन्छ अहिले। अब पानी अलि बढेर रहेछ, बढेपछि त फेरि डेन्जर हुन्छ नि, रोडले पुरै छेक्ने गरेर। सो हामी अब यहाँ झोडले झर्नाबाट चाहिँ माथि लाग्यौँ। माथि चाहिँ हामी अब छेत जान्छौँ। छेतमा बवालवाला झर्ना छ, त्यहाँ झर्नासम्म पुगेर चाहिँ हामी फर्किन्छौँ। ल टाढा त टाढा हो नि भएको फेरि। तर रोड चाहिँ फेरि डेन्जर। तल यत्रो खोला छ, यहाँ रोड छ, अलिकति मिस्टेक भयो भने सिधै कहाँ भेटिन्छ भनेर थाहा हुँदैन है फेरि मान्छेहरूलाई। सो यता चाहिँ भर्खरै धान रोपेर रहेछ, रोडमै धान रोपेर भएको रहेछ। के भन्नु र, यता परि साइडमा चाहिँ ठुलो खोला छ। अनि हामी जाँदैछौँ माथि, हामी जमुते पुलबाट अब माथि जाँदैछौँ जगततिर। हामी जगत पुग्छौँ अब एकछिनमा चाहिँ। कस्तो घरभरि मकै सो राइट, अहिले चाहिँ हल्का साइडमा चाहिँ यस्तो बवाल झर्ना देखिसकेको छ। डेन्जर यार, कहाँ माथिबाट झरेको छ। यहाँ झन् खतरा रहेछ नि त। सो हामी चाहिँ अलि अगाडि पुग्यौँ। अगाडि पुग्दाखेरि चाहिँ यस्तो बवाल छ यहाँनिर, खोला चाहिँ डेन्जर कालो आइरहेको छ। अनि यहाँनिर एउटा दामी झर्ना रहेछ, झर्नामा चाहिँ एकछिन बसेर जानुपर्ने हुन्छ हामी। सो झर्ना घुमौँ अब सर परेर यहाँनिर। झर्ना त यस्तो बवाल रहेछ होइन। आमामा अलिकति त्यहाँनिर गएको थियो, भिजेर केही पनि छैन भनेको सब भिजेर डेन्जर भिज्यो। तर बवाल छ यहाँ झर्ने बाटोमा। आमामा तपाईँले यो झर्ना चाहिँ अब लप्ची जाँदाखेरि बाटोमा भेटिन्छ, त्यसपछि छोड्दाखेरि अगाडि ट्याक्कै बाटोमा बवाल छ है। ल यहाँ चाहिँ गाडीहरू आइसक्यो चरीकोटदेखि। सो अलराइट गाइज, अहिले चाहिँ हामी माउरे झर्नामा घुमेर चाहिँ अब अगाडि जाँदैछौँ हामी उता ठुलो झर्नामा। म बाइकको हालत त यस्तो खतरा भएको छ, के पनि सत्य छैन अब यहाँ। सो अलराइट गाइज, अहिले चाहिँ हामी जगतको पुलमा आइसकेका छौँ। यहाँनिर यस्तो बवाल छ, हिलो छ खोला त। आमामा अनि माथि भिड त यत्रो डेन्जर भिड छ नि। डेन्जरवाला भिड छ। जगतमा चाहिँ ल यस्तो छ। के भएछ, गाडी उस भयो कि कसी झुन्ड्यो।
ओइ बाटो त डेन्जर भत्के रहेछ त नि त्यो भिड त ज्याम्मै आएर छ ढुङ्गा त ज्याम्मै सरेछ नि त त्यही माथि हाल्नु के भन्ने जाँदाखेरि चाहिँ के गरेर जाने हो हाम्रो त आइयो यहाँ चाहिँ यत्रो पहिरो गएछ यो ढुङ्गै काटेछ नि त आधी आमा सर्लक्कै झर्ना त कति हो कति यहाँ यता आएपछि झर्ने हेर्ने इच्छा चाहिँ पुरा हुन्छ है पुरै आमा यो गङ्गुर छेद लामबगर चैको सिङ्गटी सो अब चाहिँ हामी गङ्गुर पुग्न आँटिसकेछौँ यहाँ चाहिँ पुलिस स्टेप छ गङ्गुर खोलाको पुल यो अप्पर तामाकोसी हाइड्रो लिमिटेड माथिल्लो अप्पर तामा जलविद्युत केन्द्र यहाँ रहेछ केटाहरू खेरेर बसिरहेछ परेवा त के हो टायर पनि आउँछ त गङ्गुर खोला अब यहाँबाट माथि जानुपर्छ भने चाहिँ टक्कै पुग्छ कि अलिकति भन्दा नि राइट अब चाहिँ हामी पुग्न लागेको छौँ झर्नामा हल्का यहाँबाट त देखिरहेको छौँ यहीँ आएको हो क्या हामी चाहिँ आज चाहिँ आम्म कत्रो बगिरहेको छ यहाँ पुग्यो अब हामी चाहिँ अहिले चाहिँ यहाँ के अरे हात्तीजुङ्ग झर्नासम्म आयौँ झर्ना आएर मजाले घुमेर अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ किनकि बाटो एकदम डेन्जर छ आगे बाटोहरू त्यही भएर तपाईँहरूले पनि यहाँसम्म आएर दोलखा जिल्लाको त्यस्तै दामी ठाउँहरू घुम्न सक्नुहुन्छ सो बाटो चाहिँ अलिकति एक्सटेन्ड सल्भ गरी बिस्तारै आउनुपर्ने हुन्छ तर आइसकेपछि ठाउँहरू चाहिँ फेरि यस्तो बबल छ नि यस्तो बबल ठाउँहरूमा आउनलाई कति दुःख त गर्नु परिहाल्यो सो त्यही हो गाइस तपाईँहरूलाई कस्तो लाग्यो भिडियो लाइक सेयर कमेन्ट गरिदिनु होला अनि को आउनुभएको छ यो झर्नामा यसो कमेन्ट गरिदिनु होला सो हेर्छु गाइस अब चाहिँ हामी फर्किन लागेको फर्केर हामी फेरि सिंहमारी हुँदै चढेको हुँदै फेरि हामी चाहिँ जानुपर्ने हुन्छ सो अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ किनकि टाइम पनि अलिक धेरै भइसकेको छ सो लेट्स गो गाइस अब चाहिँ जम्प ब्याक टु होम